Hi guys, welcome back to my new vlog, new day, new vlog. So मेरो चाहिँ आज अब यही हो हेटिक भइराछ अलिकति दिनहरु इभेन्ट शो गरेर यता उता गर्दा त्यही हो मेरो चाहिँ अब भ्लग चाहिँ जस गरिराछु मैले गर्न कोसिस गरिराछु एकदम टाइम मिलाएर हैन आज चाहिँ हाम्रो प्लान चाहिँ स्टोन हेज जाने प्लान छ यहाँ त अब एकदमै टाढा टाढा हुन्छ ट्रेन ट्राभल गर्नुपर्ने हुन्छ कति 1 आवर 2 आवर को बाटो हुन्छ फर्स्टमा चाहिँ हामी साइड ब्रेकफास्ट गर्छौं होला त्यसपछि स्टोन हेज गइसकेपछि मेबी डिनर त्यही खान त परिहाल्यो भोक लाग्छ हैन सायद म आज बेलुका चाहिँ लन्डन जान्छु होला लन्डन ट्राभल गर्छु होला म हजुरलाई त्यही भिडियोमा देखाउने छु कीप अन वाचिङ गाइस कीप अन सपोर्टिङ Thank you. भातै खानु म चाहिँ ब्रेकफास्ट गर्छु सो हाम्रो ब्रेकफास्ट पनि आयो हैन ब्रेकफास्ट र लन्च एउटै भयो त्यही हो हामी सुरु ब्रन्च सुरु गर्दै छौं मलाई चाहिँ राम्रै छ रमाइलो छ सम्झना हुन्छ साथीभाइहरुसँग जोडेको त्यही भएर ठिक छ मलाई चाहिँ ठिकै छ फिल होम हैन अब नेपालको माया छुट्टै ठाउँमा छ हैन कामहरु पनि भइराछ हैन है वेलकम एकदमै जाडा आयो यो ट्रेन अड्केर हो के ट्रेन अड्केर खै के भएको ट्रेनको सिग्नलमा आएर नि ट्रेनै हो र ट्रेन अड्केको ओ माय गॉड हामी चाहिँ म्याकडोनल्डमा आएर अब भाइको लागि अर्डर गर्न लागेको ब्रन्च त्यो र्यापमा खानुपर्ला र्याप नै खानी किन के हजुर बगर खानी हजुरले ट्राई गर्नु म नखानी म अहिले नखानी कसम मैले यस्तो ब्रेकफास्टमा त्यत्रो ब्रेकफास्ट खाएको यार लार्ज ब्रेकफास्ट खाएको टन्नै छ कुदा कुदा आएन भयो लो इन्सर्ट कार्ड छ नि त हाम्रो फेरि भरे पैसा थिएन कि कार्डमा चाहिँ उही यो तर अहिले उस हुन ला मेरो बराबर के भएको यो दाइले काट जे पाए त्यही काट के अरे पैसा नभएको काट्दियो क्या अहिले सोध्नुपर्छ अब प्रिपेरिङमा आयो त ठिकै थियो भनेर दिपेनलाई इमेजिन गर्दैछौँ हामी यहाँ म्याकडोनल्डमा दिपेनले पनि यही काम गर्छ त्यसरी उ त्यो मान्छेले गरे जस्तो फ्राइज बोकेर त्यहाँ फ्राई गर्दैछ त्यसरी फ्राई गर्छ त्यसले त्यो भएको हामीले अलि धेरै आलु माग्नु हुन्थ्यो के है डिस्काउन्ट नि पाउँथ्यो के है तर त्यो छैन हजुरहरू आउने दिनमा पनि दिउँसो पानी परिरहेको थियो आज चाहिँ ल 1 घन्टामा पुग्छ रे त्यहाँ स्टोन हेज अनि भिडियो बनाउनुपर्छ ल अलिअलि त्यही चिल गरेर हो त्यहाँ गएको छैन एकछिन त्यहाँ बस्ने अनि बेलुका साँझतिर त्यहाँ बहिनीकोमा गएर बहिनीलाई भने कि भनेन होला भने थियो दाइले त्यहाँ गएर अनि त्यसपछि हामी ब्याक टु लन्डन होइन ब्याक टु वेस्टमिन्स्टर अनि त्यसपछि पो लन्डन जे भए पनि ब्याक टु लन्डन दाइलाई छोडिदिनु भने कि दाइ छोडिदिनु हामी दाइलाई गाडीमा अब छोडिदिनु भयो भए त दाइले ल म छोडिदिन्छु तिमीहरूलाई भनेर भनिहाल्थ्यो नि हौ हामीले भन्नुपर्छ ल होइन गाह्रो छ कि त्यही त गाह्रो भयो पाउँदैन जाम हुन्छ ठिकै छ हामी अब जाने नि सो फाइनली 40 मिनट्स पछि हामी स्टोन हेज आइपुगेको छौँ स्टोन हेजको पार्किङमा छ अहिले चाहिँ अनि हाम्रो बिजनेसहरू कति बाटो रहेछ भनेर है हामीले पिस्ताले भनिसक्नु भयो खास त्यो स्टोन हेजमा अहिले देखाउँछ त्यहाँ बाटो रहेछ सबै त्यहाँबाट जाँदै हिँड्ने रहेछ अनि यिनीहरूले बिजनेस भएन भने त्यो बाटो बन्द गरेर अहिले यस्तो पार्किङ बनाएर टिकट काट्ने बनाएर टिकट काटेर बसमा जानुपर्ने रहेछ बस चढेर नत्र स्टोन हेज अहिले त्यही गइसक्यो हामी त्यो स्टोन हेजको घुमेर पछाडिबाट आयौँ गाडीबाट देखिसक्यो है नेपालमा नि यस्तै ट्राभल एन्ड टुरिज्मको मान्छेहरूले होइन बोर्डको मान्छेहरूले बुद्धि लाएर गर्नु पर्यो यस्तै पैसा यसरी लुट्ने पो हो पैसा
अब टिकट काट्ने ठाउँ चाहिँ कहाँ हो पर होला त्यहाँ पर रहेछ धेरै मान्छे पुरै हरियाली छ यस्तो राम्रो छ जस ठाउँ हरियो आइडिया लगाएको ए यसरी ल्याएको भनेर कत्रो ठुलो ढुङ्गा ल जमानामा मोटरहरू टुल्सहरू किन हुँदैन नि त इन्जिन यसरी ल्यायो होला नि यस्तो ढुङ्गा यसरी हालेर तान्दै के मान्छे तान्दै ए टुर हुँदैछ दाइले टुर गर्दै हुनुहुन्छ हामीलाई ए यहाँ लेखेको होला नि त कोही इजिप्टवालाको इजिप्सियन बेलाको हो हेर न यसरी यसो पढेर इन्फर्मेसन छ यहाँ के गरेको यो त्यस्तो पढ्ने बानी त छैन हाम्रो फोटो हेर्ने ए राम्रो रहेछ खटार्ने तानेको यही ढुङ्गा तान्ने जस्तो क्या टाइपको यो त उस होला नि यहाँ के गरायो भने क्यान यु मुभ द स्टोन थ्योरी ए दुईवटा थ्योरी रहेछ नि त यो लिएर आएको कसरी लिएर आएको भन्ने कुरा यहाँ चाहिँ के छ अब हेरौँ होम्स फर बिल्डर्स अफ स्टोरेज भनेपछि स्टोरेज बनाएर ए बिल्डरहरूको होमस्टे चाहिँ यस्तो थियो ओइ के हो यो भित्र भित्र जाने हो जम्ल भित्र गइदिउँ कस्तो छ यो बेड ओ यो चाहिँ बेड अरे पहिला पहिलाको यहाँको मान्छेहरू त हामी नेपालको जत्रो चाहिँ हुँदैछ नि होइन बेड त सानो त छ त अरे ठुलै छ नि यत्रो मान्छे ठुलै त हो नि ल सुत्यो वाह मजा आयो कस्तो लाग्यो बेडमा सुतेर घोचेन त्यही भने अझ यो त यतिकै उयो मात्र मोडर्न त्यो रियल त होइन नि होइन यस्तो चाहिँ भनेर बनाएको यस्तो हुन्थ्यो यहाँ बिचमा आगो बाल्ने होला है यसरी टक्क त्यो वन मान्छे जस्तो बाँदर जस्तो हुन्थ्यो नि मान्छेहरू त्यो देख्छ नि हामीले त्यो जमानामा त केही पनि हुन्थेन नि त अहिले यस्तो नेलहरू यस्तो मम्मीहरू यस्तै काठले सबै कुरा हेर्नु एभ्रिथिङ बिल्ड फ्रम नेचर नेक्स्ट अब यो चाहिँ के हो यो पनि सानो उयो रहेछ डरै लाग्दो नजाऊ ओइ के छ त्यहाँ बाघ चाहिँ के छ यता पनि चाबी लागेको छ यति रहेछ है यहाँको टुर चाहिँ यहाँको टुर चाहिँ यति नै रहेछ भने अब टिकट काट्ने बस चढ्ने and then we go to Stonehenge. Yes, let's go. How they're shaped and like I said jointed. And inside of that circle, even taller arrangement forming a horseshoe of 5 trilithons. केमा एक्जिबिसन क्यामेरा लानु मिल्दैन होला नो फुड अर ड्रिङ्क्स केही भनेन अब म त हिँड्यो स्टोन हेज बोल्ने हिँड्ने ओ यहाँ गर्नु चाहिँ मिल्दैन है वाह यस्तो रहेछ एक्जिबिसनभित्र चाहिँ ढुङ्गाको बिचमा त बनाएको थियो बिचमा बसेको बनायो कि हामीले बिचमा त जस यहाँ यो स्टोनको बारेमा भने होला होइन यो लेखेको ढुङ्गाहरू पुरानो ढुङ्गाहरू अनि यतापट्टि यसो मान्छे हेरेर छ यहाँनिर फर्स्ट डोमेस्टिक प्लान्ट्स एन्ड लाइफ स्टक हामी अगाडिबाट हेऱ्यौँ कि उताबाट हेर्ने रहेछ कि ए यहाँनिर छ है टन्नै छ यहाँनिर के हो हेरेर साध्यै छैन हरियाली ढुङ्गा सुङ्गा यहाँ हड्डी बोन रहेछ क्यारे उयो मान्छे यता
के हो त्यो त्यो ढुङ्गाबाट बनाएको सामानहरू ए यहाँनिर हेर्दा त ऊ यो यो पनि ढुङ्गै हो म त हड्डी भन्न ठान्दा मान्छे उस होला नि यो त त्यो मान्छेको हड्डी त्यो अहिलेको घरहरूमा भेट्टाएको होला क्या भेट्टा ए के हो यो यार एउटा 3000 to 2022 होइन अनि यो चाहिँ त्यो घरभित्र 2200 भेट्टाएको BS सामानहरू होला कि त्यो घर भेट्टायो अनि त्यहाँभित्र भेट्टाएको अब यो जस्तै भाडाको सामान होइन यो चाहिँ ढुङ्गाको यो मान्छेको हड्डी होला यो मान्छेले त्यो दुम्सीको काँडाबाट त्यो जनावरलाई बनाएको होला यो तिरकुस होला ओए यहाँ झन् पत्र यो जराएको सिन जस्तै रहेछ यो चाहिँ त्यो खाएको लागि त्यसले जरायोलाई उयो दाँत पनि छ ऊ के यहाँ लेखा छैन Before the stones were raised, people gathered here to build a sacred earthwork enclosure 5,000 years ago. ठिकै छ अब अर्को पालि आउँदाखेरि पढ्ने मान्छे नि लिएर आउँला एउटा होइन लेख्न त लेखाएको छ यहाँनिर अब ठ्याक्कै हामी धेरै टाइम त नत्र हामी नि पढ्न त पढेको हो फेरि हामी धेरै टाइम छैन पढ्नलाई यहाँ त स्टोनहरू रहेछ कस्तो राम्रो रहेछ हेर हेर्नु न यो हड्डी त्यो रिपवाला हड्डी तिम्रो करङ जस्तै रहेछ So the monument continued to be important after the major building activities ended about 2200 BS. I don't know के हो यो के यस्तो चुच्चो चुच्चो छ के हो सब त्यही धनुषहरू के होला होइन ऊ यहाँ यो मटका जस्तो है यो पानीहरू थाप्ने होला फुडहरू होला कि यो हड्डी चाहिँ केटीले मर्का बोकेर आउँदै थियो होला अनि पछि अनि मान्छेको हड्डी हो त्यस्तै छ टक्क मान्छे जस्तै छ त हजुर भेट्रे अनि हामीसित छ त्यो पहिलाको चक्कु चक्कु यो चक्कु यो ढुङ्गा अनि यो चाहिँ नि हामीले चाहिँ यो झन् युज कत्रो ठुलो रहेछ ढुङ्गा किनसम्म छोएको छुनु हुँदैन कस्तो खालको रहेछ किनभने यहाँ बनाउन सिकायो ए यो चाहिँ हाम्रो ट्युटोरियल भिडियो कसरी बनाउने भनेर चक्कु यो चाहिँ हजुरहरूले घरमा नि वाउ यो चाहिँ मेरो जिग्री हो यो र म सानोमा सँगै यहाँ उठेको तर यो चाहिँ छिटो बुढो भयो म चाहिँ अझैसम्म यङ छु किनकि मैले चाहिँ त्यो शक्ति पाएँ त्यही शक्तिको लागि हामी लड्दै थियौँ यो त्यसकै यो यसकै हड्डी हो यो मैले भेट्टाएको जति भेट्टाएँ त्यति लिएर आइदिएँ मैले स्केलेटन खुट्टा थिएन रहेछ आधी हात पनि नरहेछ बिचरा अब यतापट्टि हेर्छ स्टोन यहाँ रहेछ हामी हेर्न जानु लागेको स्टोन नगर नछुवा भनेको हेर्नु चक्लेट जस्तो छ टिकट काट्नुपर्ने हुन्छ यहाँ टिकट चाहिँ यत्रो लाइन छ टिकटको लागि फर्स्टमा टिकट काटेर अनि त्यहाँबाट बस आउँछ बसमा चढेर चाहिँ यहाँसम्म जानुपर्छ थ्याङ्क यू सो यहाँ चाहिँ यो रिस्टब्यान्ड समाल्दा यो लगाउनुपर्छ है ए ब्यान्ड लाउनुपर्छ कन्सर्ट जस्तै ल हामी चाहिँ अब यो बसमा चढेर जान्छौँ ड्राइभर दाइ रेडी भइसक्यो हेलो भाइ धेरै माथि नबस्ने तल बस्ने ए ठिक छ एकैछिन त हो ल हामी चाहिँ बसमा चढिसक्यो हामीलाई कुरिरहेको रहेछ ल लेट्स गो आउच
केही झरे त छैन नि अघि खडक्क गर्थ्यो कि मेरो वाह बस पनि क्या मजाले यहाँ रोकिदिने क्या ठ्याक्क ट्रेन त बन्दै छ के रे यहाँको लेट्स गो गाइस पर म चाहिँ आज भाउजू गाइड पनि हो कस्तो गाइड हो गाइडले उल्टो उल्टो सिकाउँछ यो चाहिँ मैले किनेर राखेको मेरो दसैँको लागि दसैँ तिहार आउँदैछ नि त भेडाहरू मैले किनेर राखेको छु कसलाई चाहिन्छ मलाई सम्पर्क गर्नु होला म नेपाल पठाइदिन्छु कति धेरै छ भेडाहरू पनि बिचरा चरिरहेछ घाँस भेडाहरू छिटै भयो भने म नेपालबाट भेडा चढाउने मान्छेहरू पनि लिएर आउँछु आफूले चढा भनेर मलाई डर गाली गरेको कि तै चाहिँ भेडा जस्तो जस्तो ठिक भन्यो हामी चाहिँ आइपुगेको छौँ स्टोन हेज टुरको लागि सो बिहान त कामरा अमन छ मेरो पछाडि देख्नुभयो होला होइन यस्तो हामीले वालपेपरहरूमा पनि देख्थ्यो यो कहिलेकाहीँ कम्प्युटरतिर मलाई त्यस्तो लाग्यो त्यो हेर्नु त यस्तो दामी छ खतरा छ मोबाइल छ जस्तो राम्रो छ खिच्ने वेदर पनि राम्रो छ आज त हावा यस्तो मजाको चलिरहेछ शीतल जस गर्मी छैन है चिसन छैन क्या राम्रो छ सो गाइज हामीले चाहिँ भिडियो पनि बनायो राम्रो फोटो पनि खिच्यो अनि हेर्नु सक्नुहुन्छ पछाडि ब्याकग्राउन्डमा स्टोन हेज कति देखाउनु होइन अब यही मात्र हो यहाँ चाहिँ त्यही रमाइलो हुन्छ यही हेर्न रमाइलो हुन्छ यत्रो मान्छे आउनु भएको चाहिँ यही स्टोन हेज अनि यहाँनिर यस्तो राम्रो भेडा ग्याङ आयो भेडा ग्याङ यहाँ भेडाहरू छ क्या कति राम्रो क्युट कति धेरै छ है म यहाँनिर नजिकबाट देखाउँछु भनेर यता आएको हामी डोरीभन्दा उता जानु पाइँदैन यहाँ चाहिँ भेडाहरू मजाले घाँस खाइरहेको छ र मेरो स्पिकर फेरि उतै होला है साउन्ड अलिकति उयो आयो डिस्टर्ब आयो होला त्यही त जोडेको छैन अब यहीँ रेकर्ड भइरहेको छ क्या फोनमा टन्नै छ भेडाहरू यहाँ फोन यता देख्दैन पारी पनि टन्नै छ That's Beda Gang and I'm Zola Gang. Zola Gang, Beda Gang. अब हाम्रो यात्रा चाहिँ यहीँ समाप्त हुन्छ स्टोन हेजको यात्रा चाहिँ यहीँ समाप्त हुन्छ अब हामी चाहिँ मेगन बहिनीको रेस्टुरेन्टमा जाँदैछौँ We're going to Megan's Belfort जाँदैछौँ हामी Belfort अब त्यही भेटौँ होइन हामी अब बहिनीलाई भेटौँ म चाहिँ एकदमै एक्साइटेड छु बहिनीलाई एकदम मिस गरिरहेको थिएँ मेगन बहिनीलाई अब त्यहीँ पुगेर भेटौँ है त बाई यसपछिको भिडियोमा चाहिँ मेरो अडियो पनि आएको छैन रहेछ अनि मलाई थाहा पनि भयो नि त्यतिखेर हामी चाहिँ ठ्याक्कै बोल्फोर्ड सोल्टिज किचनमा पुगेको थियो मेगन बहिनीकोमा सोल्टिज किचन पुगेपछि चाहिँ मलाई त्यहाँको भाइब्स पनि एकदमै राम्रो लागेको थियो अनि तपाईँहरूले त्यही हो यहाँ चाहिँ नेपाली क्युजिनको फुडहरू पाउन सक्नुहुन्छ मोमो चटपटे अनि पोर्क चिर थाली सबै छ एकदमै मिठो एकदमै दामी छ होइन मैले चाहिँ यसपछि ट्राई गर्छु पनि त्यसपछि मेगन बहिनी नि हामी आएको थाहा पाएर बाहिर हाई भन्दै निस्किन्छ अनि म चाहिँ एकदमै खुसी थिएँ उसलाई भेटेर अनि सी इज भेरी काइन्ड अनि एकदमै चिल एकदम चियरफुल पर्सन छ है बहिनी चाहिँ अनि मलाई पोस्टर देखाउँदै थियो युके लन्डनको सोको पोस्टर हामीले पनि राखेको छौँ नि भनेर अनि त्यतिकै म भाइ पनि आइपुग्छ अनि हेलो भाउजू भनेर हात हल्लाउँदै थियो ऊ पनि एकदमै भाइ पनि एकदमै राम्रो मान्छे है उसले पनि भर्खर युट्युब सुरु गरेको रे अनि उसले चाहिँ आफ्नो च्यानल चाहिँ मलाई देखाउँदै थियो मेरो च्यानलको नाम यो छ भनेर अनि मैले चाहिँ मेरो युट्युबको कम्युनिटीमा चाहिँ पोस्ट गरेको छु उसको च्यानल सो सबैजनाले हेरेर चाहिँ उसलाई पनि सपोर्ट गरिदिनु होला
त्यसपछि बहिनीले चाहिँ मलाई चटपटे खाने हो भाउजू भनेर सोधेको मात्र थियो, कति छिटो स्टार्टर ल्याएर पनि दियो उसले होइन। त्यसपछि त चटपटे पनि एकैछिनमा बनाएर ल्याएर दियो। मैले फर्स्टमा चाहिँ चटपटे नै ट्राई गरेँ। यस्तो दामी नुन पनि अमिलो पनि पिरो पनि ठिक्कको हालेको, यस्तो मिठो थियो है। मलाई चाहिँ नेपालमै बसेर चटपटे खा जस्तो फिल भइरहेको। ल साथीहरू मोमो रसिलो अनि हामीले उस पनि खाइसक्यौँ है, झिर पनि खाइसक्यौँ। यो चाहिँ नेपाली तरिका थियो यो चाहिँ। अनि हाम्रो चिकन तन्दुरी, चटपटे त सकियो, चटपटे म्याङ्गो लस्सी अनि हाम्रो म्याङ्गो लस्सी पनि है। फेरि कस्तो छ मोमो ट्राई गर्नु नि त दाइ। ल दाइ यो चाहिँ हाम्रो पोर्क मोमो है, चटनीमा हालेर। हो ल भाउजू हजुरको पाली तातो छ दाइ। चेक गर्न गयो हजुरले अचार नचुक्यो कस्तो छ त? मिठो रहेछ। अब अचारमा खानु डिप गरेर मेन चाहिँ फेरि हाम्रो भाउजूको रिभ्यू चल्छ, किनकि भाउजूले फेरि कतिवटा मोमो खाइसक्नु भएन। दामी लाग्यो मलाई, टेस्टी छ। साँचो रिभ्यू गर्छु, कन्सेन्ट लिनुपर्ने हो, साँचो रिभ्यू गर्छु। कन्सेन्ट लिनुपर्ने हो। अनि खाएर बसेको त हिँडेको भात र चटपटे यत्रो बाटोमा आदि भरेर दिनुभएको थियो कि, अनि त्यो खाएर बसेर दाइ अगा खाएछ। मिठो रहेछ चटनी। यस ल भेरिफाइड। लास्टमा चाहिँ हामी खाजा, यति मिठो खाजा खाइवरी सोल्टिज किचनलाई चाहिँ बाई बाई भन्दै निस्क्यौँ। अनि मेगन बहिनी पनि हामीसँगै लन्डन जाने भनेर प्लान भयो। त्यसपछि साइडमा चाहिँ भाइ पनि भ्लग बनाउँदै हिँडिरहेको थियो अनि ऊ पनि हामीलाई बिदाई गर्दै थियो। सो हाम्रो चाहिँ अब ट्रेन स्टेसनसम्म चाहिँ 45 मिनट्सको यात्रा थियो बर्फोर्डबाट टु बेसिङस्टोकको ट्रेन स्टेसन। ट्रेन स्टेसन पुग्दा चाहिँ राति भइसकेको थियो। अनि त्यहाँबाट हामी सिधै लन्डन पुग्यो अनि होटेल चेकिङ गरेर रेस्ट गऱ्यौँ। अनि भाइ चाहिँ अमन भाइ चाहिँ मेरो पछाडि लगेज बोकेर आउँदैछ, उसले एकदमै हेल्प गरेको छ मलाई। यति भन्दै मेरो ब्लग यहीँ एन्ड हुन्छ। सी यु गाइज इन नेक्स्ट भिडियो। सो थ्याङ्क यू फर वाचिङ, बाई बाई, सी यू।